हामी अहिले साउदीको कुखुरा मार्केटमा आइएको छ। आज लोकल कुखुरा खाने भन्ने प्लान छ, त्यही अनुसार दाइ हुनुहुन्छ पछाडि। यहाँ यो के सबै कुखुराहरू, चल्लाहरू, हाँसहरू, भालेहरू, यहाँ हाँस छ। हामी सबै आएको छौँ यतातिर। मार्केट यस्तो छ। अहिले त खुल्नै छ, अझै खुल्नको लागि लगभग 2 बजेपछि यहाँको नमाज पछि खोल्ने छ। परेवाहरू, कपडा चिजहरू, परेवाहरू हाम्रो दाइ यता हुनुहुन्छ। हामी यहाँ टर्की हेर्दैछौँ होइन। यो टर्की होइन, यहाँ छ यो। कितना पड़ता है इसका एक का? हाँ भनेको 140। हाँ 40-50 बङ्गलादेश से। हाँ अब सुवास दाइको अब आज यहाँ लास्ट मार्केट हो। अब त्यहाँबाट अर्को एरियामा जाने हुनुहुन्छ। आज तातो भाले खसी पारे भाले खुवाएर दाइलाई अलिकति तङ्ग्रियाएर पठाउनु छ। मार्केटमा चाहिँ बार्गेनिङ गर्नुपर्छ, बोल्नुपर्छ, नबोलिकन हुँदैन। के पुरै ब्रोइलर कुखुराहरू छन् यहाँ, पुरै चाखुई लिएकाहरू सब चाखुईले। धेरै भुत्ल्याउन दुःख गर्नु पर्दैन, डाइरेक्ट भुत्लिसकेको छ आदि त होइन। अहिले त एरिया खाली छ लगभग यो 2 बजेपछि जब यहाँको नमाज सकिन्छ नि, त्यसपछि यो एरियामा पुरै भरिभरा हुन्छ सब एरिया। यहाँ लिलाम, खसी, पाठा, कुखुरा, हाँस, परेवा, बट्टाई, नपाउने केही छैन। खरायो सबै कुराहरू पाइन्छ। यो लोकल कुखुराहरू छ। पलातिन भनेको यसको 30 रुपियाँ। यो रातो भालेको 30 रुपियाँ, यो 30 रुपियाँ। यहाँ पनि कालिज त होइन, टर्की टाइपको कालिज हो कि। यहाँ रुपे त भाले छ, यहाँ परेवा छ होइन। यस्तै छ चिजहरू। यतातिर सबै कुराहरू के छ, यति सबै पाइन्छ। अब हेरौँ आज कुन चाहिँ राम्रो हुन्छ, त्यही लिएर जाने भन्ने प्लान छ हामीहरूको। बाहिर आएका छन्, हामीले यो लाने भन्ने प्लान गराएको छौँ। एकछिन हेरौँ न, निकालो तो एक बार इसका वेट करेंगे। दाइले जोग्दै रहन्छ। खसी छामेर थाहा पाउनुहुन्छ हाम्रो दाइले कस्तो क्वालिटीको छ के छ भन्ने कुरो। बिना दाइको चस्मा एक्सरे छ, उहाँले क्वालिटी त्यतिकै भन्दै हाल्नुहुन्छ। यो भाले हो होइन हामीले लाने। भालेले गर्मीले कारण छ यस्तै छ। यसको सुप खुवाएर आज सुवास दाइलाई हामीले पठाउने। यो भाले र यो मान्छेको सम्बन्ध आज गहिरो छ। अर्को पनि यो भाले झन् झक्की छ। हाम्रो कुरा भइरहेको छ। यो दुईटा भाले लाने आज। तर बार्गेनिङमा कुरो मिलिरहेको छैन। दाइ कुरो मिलाउँदै हुनुहुन्छ हैन। उहाँको लागि आज स्पेशल बिदाई। कुखुरा खुवाएर। तपाईँलाई के लाग्छ अब कस्तो हुन्छ कुखुरा खाएर यात्रा?
यात्रा राम्रै होला होइन भालेकोले चाहिँ पेडल जोत्न सक्ला गाडीको त्यही हो तेल धेरै दिन सक्ला हरारा ज्यादा मर्रा हरारा हरार ज्यादा त्यही हो अहिले हरार ल हाम्रो कुराहरू फाइनल भयो डिल भयो कतिमा डिल भयो अन्त राम्रो कति भयो 50 दुईवटा कतिमा आयो त खै 500 10